यसरी हानेर गाई यसरी बोकेर गइरहेछ। गाईलाई यसरी ढुङ्गा हानिरहेछ। वरबाट यहाँबाट यसरी सबैजनाले यसरी ढुङ्गा हानिरहेछ। फेरि यता फर्किसकेको छ, यहाँ देख्न सक्छौँ। यसरी हान्दैछ नि त्यो गाईलाई। यता क्रस चाहिँ भएको छ नि, यतापट्टि उता नगएर फेरि यता फर्किसकेको छ। यसरी सबैजनाले यसरी ढुङ्गा हानेर फेरि यता आइसकेको छ। यो सबैजनाले यसरी ढुङ्गा हानेर उतै लिनलाई, उतै पठाउनको लागि यसरी 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 बग्यो गाई, यसरी बगिरहेछ। त्यहाँ पिछेसम्म त गयो, अब के हुन्छ हेरौँ। त्यहाँसम्म पुगिरहेछ, यताबाट अझै ढुङ्गा हानिरहेछन्।